आया थकै लाग्यो भर्खर कामबाट आएको ओ बुढी एक गिलास पानी ल्याऊ त हजुर पानी पर्खनु है कि मैले हिजो दिएन भने नदिने आज दिन्छु मलाई त्यस्तो छैन त्यही पनि शासन फेरि बुढीहरूकै चल्छ जापानमा त्यही पनि नदिनु कि भन्नु पर्ने जापानमा त शासन चल्दो हाम्रा चल्दैन कर खै तपाईँकै चल्यो अहिलेसम्म गुजारा टारियो होइन र कसो तपाईँले पानीले भन्दाखेरि पानी दिनु होइन मैले त राम्ररी पानी दिन्छु ठुलो केटो र केटीमा धेरै फरक छ कि बुढो पुण्य काम चाहिँ गर्नु चाहिँ बुढोलाई पानी दिने पुण्य काम पुण्यको काम गर्नु भएछ क्या मलाई पानी दिएर तपाईँले पानी नदिएको भएर हो त भनेको बुढो थिएर जापान आइसु भन्ने गर्व छैन गरे जापान नआए अनि हुँदो यो बुढो भन्ने भयो मलाई जापान नाम जरिए जापान आएपछि देखिएछ सबैका नौटङ्कीहरू कोही नभएको जात र हाँडी गाउँमा भने यही जापानमा छ त्यही हो भन्ने केटा मान्छेको जात कस्तो हो भने केटा मान्छे हो भर हुन्न केटी हो घर हुन्न भन्थे बुढापाकाले हो म त अझ त अचम्मै लाउनु थाल्यो भाइ